जातिवादी त छेत्री बाहुन हो नि त मतवाली त जातिवादी होइन नि त उसलाई त उसका पुर्खाले त यो जमिन फाँडेको छ यो खोरिया फाँडेको हो उसलाई यो धरतीको माया छ यो भूमिको माया छ यो नेपालको माया छ अब यो जुन संज्ञा दिएको छ मूलवासी आदिवासी जनजाति मूलवासी जे भने पनि उनीहरूलाई जति यो भूमिको माया अरूलाई छैन नि त हो र के पो तपाईले त फरक कुरा पो गर्नुभयो त कसरी अलिकति पुष्टि गरिदिनुस् त अलिकति पुष्टि त के त तपाईको चाहिँ पदका लागि लाल त गरेर त अहिलेसम्म चाहिँ छेत्री बाहुनले त आन्दोलन गर्छ बाहुनले खायो भने छेत्री आन्दोलन छेत्रीले खायो भने बाहुन गर्ने बाहुन भित्र पनि बाहुनले गर्ने छेत्रीले गर्ने मारामार काटाकाट गर्ने रात दरबारै सकियो राणाले एकपट्टि जङ्गलले चाहिँ एकचोटि सकिसकेको कहिले थापाले सक्ने कहिले बस्नेतले सक्ने कहिले कार्कीले सक्ने यो प्रक्रिया त छँदै थियो नि त अब यिनीहरू त राष्ट्रवादी भन्नु त मिलेन मारेर आफू जानु भनेको त एउटा वंश सखा गरेर मात्रै उनीहरूले कहिले पनि विचार चाहिँ सत्ताको शक्तिको लागि कहिले पनि आन्दोलन गरेनन्।